खास यो रेस्टुरेन्ट नै गर्छु भने त होइन। पहिला चाहिँ क्याफे बारिस्टा सिकेको हो, अनि त्यसपछि चाहिँ होइन अब कति इन्टर्नहरू गरिराख्ने जबहरू पाउन नि गाह्रो भइरहेको थियो। अनि होइन ठिकै छ, अब यतिको सिकेपछि चाहिँ मैले खोल्न सक्छु भनेर चाहिँ उहाँ र म मिलेर चाहिँ जस कफी सप खोल्यो कि हाम्रो चाहिँ अर्को नानिस क्याफे छ। अनि यो नानिस क्याफे खोल्दै जाने क्रममा चाहिँ के भयो भन्दा कफीले मात्रै नि अलिक गाह्रो हुने रहेछ जस लोकल एरियामा होइन। कतिलाई त जस कफी भन्ने कुरा बारेमा अहिले पो बल्ल अहिले अलिक बढी चर्चित भएको छ, पहिला त त्यस्तो थिएन नि त। अनि कफीले मात्रै जस इन्कम आउन चाहिँ अलिक गाह्रो भयो। अनि त्यो गर्दै जाने क्रममा चाहिँ हामी चाहिँ तल हट एन्ड स्पाइसीमा चाहिँ खाजाहरू खान गइरहेको थियो कि। अनि उहाँको दाइले चाहिँ त्यो रेस्टुरेन्ट बेच्न लाउनु भयो। अनि अब किन यो कफी मात्रै गर्ने, अब रेस्टुरेन्ट पनि गरौँ न त, किनभने फ्रेन्चाइज अब किन्नु भनेको पनि ठुलो कुरा हो नि त। अब हामीलाई केही पनि आउँथेन रेस्टुरेन्टको बारेमा चाहिँ। अब फ्रेन्चाइजसँगै हामी हिँड्यो भने चाहिँ कति कुराहरू चाहिँ हामीलाई सहज हुन्छ, कति कुरा हामी चाहिँ जस्ट बिगिनरहरू हो नि त। अब कति कुराहरू थाहै हुँदैन, अब सिक्दै जाने क्रममा चाहिँ धेरै कुराहरू थाहा हुन्छ भनेर चाहिँ हामी दुईजना सल्लाह भयो। अनि त्यसपछि उता तल रेस्टुरेन्टमा चाहिँ हट एन्ड स्पाइसी किन्यो, अनि कफी र रेस्टुरेन्टलाई सँगै लयो। तर तलको चाहिँ एकदम स्पेसहरू सानो, अब कस्टमरहरूलाई हामीले राम्रो सर्भिस दिन सकेन कि। एकदम गर्मीमा चाहिँ उहाँहरू बसेर खान पनि सक्नु भएन। अनि यहाँबाट यस्तो सोच्ने हो भने माटेपानीदेखिबाट उता रानी पवा उता तल काउखोला कसरीतिर चाहिँ यस्तो राम्रोसँग बसेर अलिकति फ्री भएर अलिकति साइलेन्टवाला यस्तो टाइपको इन्भाइरोमेन्ट भएको रेस्टुरेन्ट चाहिँ हामीले कतै पनि देखेन। त्यो बेला चाहिँ एकदम विश्वास ट्रस्ट नगर्ने कि मान्छेले यहीँ नेपालमै के गर्छु भन्दा अब विदेश जान्छु भने 50 लाख 60 लाख केही नभने चुप्पो ल्याएर घरबाट ऋण काटेर हुन्छ के गरेर दिन्छ। यहीँ गर्छु भने 50,000 निकाल्न त्यस्तो गाह्रो भयो थियो कि हामीलाई। अब फ्यामिली सपोर्ट त अलरेडी हुन्छ, अब सबै पैसा धेरै गर्न नि गाह्रो हुन्छ। अब किनभने अब मिडल क्लास फ्यामिलीहरूलाई चाहिँ अलिक गाह्रो नै हुन्छ कि। त्यही पनि अब जस बा मम्मीको चाहिँ 100% सपोर्ट थियो, त्यही भएर नै आज हामी यहाँसम्म आएको हो। तर हजुर अब हुन्छ स्ट्रगल त हुन्छ, कति धेरै स्ट्रगल फाइनेन्सियली गर्न नसके नि, अब इमोसनली भनौँ न। अब फाइनेन्सियली त अब हामी त अलि 20+ भएपछि आफै डिपेन्डेन्ट हुनु पऱ्यो। त्यस्तो सधैँ अर्कोको माथि डिपेन्ड भयो नि भएन, हामी त इन्डिपेन्डेन्ट हुनु पऱ्यो। तर उहाँले चाहिँ जसरी हुन्छ यस्तो इमोसनली हुन्छ कि कसरी हुन्छ, इन्करेज गरेर हुन्छ कि कसरी हुन्छ चाहिँ उहाँले चाहिँ यस्तो सपोर्ट गर्नुभयो कि नत्र हामी त यहाँसम्म त आइपुग्न सक्ने थिएन। अब जता गरे पनि गर्ने त मेहनत नै हो होइन। बाहिर गरे नि यहाँ गरे नि मेहनत त त्यति नै लाग्छ। त्यो त अब आफ्नो चोइस हो, यहीँ गर्छु भन्ने यहाँ पनि छ नहुने होइन। तर मेहनत चाहिँ 100% धेरै गर्नुपर्छ। तर अब बाहिर जानेहरूलाई पनि अब त्यस्तो भन्न मिल्दैन, आफ्नो लाइफ हो होइन। तर नेपालमा पनि गऱ्यो भने चाहिँ सकिन्छ, किनभने हामी यस्तो जिरोबाट अहिले योसम्म आउँछ भने त्यसै हुन्थेन।